हाई एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म हेटौँडाको भुटान देवी भन्ने मन्दिरमा आइसकेको छु होइन। अनि यहाँ चाहिँ के भन्छ, मागेको आफ्नो मनले, चोखो मनले मागेको भागेको चोखो मनले पुग्छ अरे। हेर्नु मन्दिर पनि वाउ छ, वाउ मन्दिर हेर्नु, भुटान देवी मन्दिर होइन, यस्तो राम्रो छ होइन। म त्यहाँ श्री राधाकृष्ण मन्दिर, यहाँ राधाकृष्ण मन्दिर होइन, यो चाहिँ भुटान देवी मन्दिर होइन। यहाँ चाहिँ भक्तजनहरूको मागेको एकदम पुर्याइदिने कि। त्यसैले तपाईँहरूलाई पनि भुटान देवी मन्दिर आउनु मन छ भने हेटौँडा है, हेटौँडा बस पार्कबाट लगभग पैदल यात्रा गऱ्यो भने 500 मिटर, नत्र भने गाडीमा आउनु भने 10 देखि 15 मिनटमै पुग्नुहुन्छ है। अनि त्यहाँ हाम्रो टोलीहरू उहाँ पर बसिरहन् होइन। यता पनि एकदम राम्रो छ होइन, प्राकृतिक वातावरणहरू पनि एकदम राम्रो छ है, एकदम राम्रो छ। खाना बस्नको लागि पनि हेर्नु, यहाँ होटल व्यवसायहरू टन्न छ हेर्नु। त्यहाँ हाम्रो यहाँ मौसम दाई हुनुहुन्छ क्या, जिस्किराख्नु भएको छ। ल है त, आजको लागि यति नै होइन। फेरि नयाँ नयाँ भिडियो लिएर म आउने नै छु।